हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज चाहिँ मेरो नाइट ड्युटी छ र म चाहिँ नाइट ड्युटीको लागि खाजा बनाइरहेको छु। अहिले चाहिँ खाजामा चाहिँ मैले पुरी अनि चानाको सब्जी अनि रायो साग र प्याजको प्याजी अनि चटपटाको लागि मसला रेडी गर्दैछु है। चटपटाको लागि चिप्सहरु र चियाको लागि मेरो साथीले लिएर आउँछ है। उले लिएर आउँछु भनेको छ। म चाहिँ चटपटाको लागि मसला मात्रै रेडी गर्नुपर्छ है। अन्त नाइटमा म खाजा खाएरै जान्छु ड्युटी है। तर पनि बेलुका भोक लाग्छ नि त, ड्युटी इमर्जेन्सीमा हो। सो सुत्नु पाइँदैन, सो रातभरि बस्दाखेरि भोक लाग्छ, त्यही भएर है। र अहिले चाहिँ म भने प्याजी बनाउँदैछु पुरीहरू पोलिसकेर है। म चाहिँ पिरो बेसी खाँदिनँ, सो त्यही भएर खोर्सानी अलिक कम्ती मात्रामा हालेको है। पिरो ज्यादा खानु सक्दिनँ नि त, चाहिँ कम्ती मात्रामा पिरो हालिदिएको छु है। म चाहिँ आलु प्याज पोल्दैछु र मेरो खाजाको खाना लुक जस्तो छ प्याजी, चनाको सब्जी अनि चटपटाको लागि मसला ड्युटीको लागि राखिसकेँ है। र अहिले चाहिँ बाटोमा जाँदैछु। हतार पनि भइरहेको छ है, ढिलो भइसक्यो। 8 बजीको ड्युटी 7:50 अलरेडी भइसक्यो है। र अहिले चाहिँ म बाटोमा जाँदैछु। लन्च पनि बोकेको छु है। लन्च भन्दा बेलुका नाइट ड्युटीमा खानुको लागि भोक लाग्छ नि त, सो त्यही भएर है खानु त खाइरहेको छु। तर पनि बेलुका भोक लाग्छ नि त, रातभरि बस्नु पर्दा है। सबै झन्डै लड्यो गाइस। र अहिले चाहिँ म जाँदैछु है गाइस ड्युटी। म चाहिँ यस्तो रुखै रुख भएको बाटो भएर जानुपर्छ। यस्तो अँध्यारो सुनसान है रोड। अनि कोही बेला चाहिँ डर पनि लाग्छ है यस्तो बाटो हिँड्नु, किनकि कोही बेला चाहिँ यतातिर माथिको मान्छेहरू पुरा बसिरहेको हुन्छ नि त। सो है राति हुँदा एक्लै हिँड्नु डर लाग्छ है। तर पनि के गर्नु, जानै पर्छ, ड्युटी हो है, नगई पनि हुँदैन। सो अहिले चाहिँ म जाँदैछु है। अहिले चाहिँ म यहाँ फ्लाइओभर पुगेँ है। यहाँ उकालो चढेर जानुपर्छ, जाँदैछु। अब चाहिँ हस्पिटल पुग्नु लाग्यो है। यहाँदेखि चाहिँ उहीँ हो गाइस। नाम्चीको रातिको भ्यू चाहिँ यस्तो छ है। म चाहिँ यहाँ झर्दैछु है। हस्पिटल चाहिँ उयो हो र अलमोस्ट पुगेँ भन्दा पनि भयो म चाहिँ। नाम्ची डिस्ट्रिक्ट हस्पिटल चाहिँ राति चाहिँ यस्तो देख्छ है गाइस। यो चाहिँ नाम्ची डिस्ट्रिक्ट हस्पिटल हो। यही हेर्न सक्नुहुन्छ तपाईहरुले। म चाहिँ हस्पिटल पुगिसकेँ है। र अब चाहिँ म वार्ड जाँदैछु। र यहाँ अगाडि लेफ्ट साइडमा चाहिँ इमर्जेन्सी वार्ड छ है, तपाईले देख्न सक्नुहुन्छ। अनि आज चाहिँ नाम्ची हस्पिटलको इमर्जेन्सी वार्डको मेडिक सुनसान देखेँ। पेसेन्ट धेरै छैन रहेछ, बेडहरू खाली खाली छ है। खुसी लाग्यो, पेसेन्ट धेरै छैन भने खुसी लाग्छ नि त। अहिले चाहिँ तपाईँको बिहानको 2 बजिरहेको छ है। र 2 बजी चाहिँ म रिपोर्ट लेख्दैछु। हाम्रोमा इमर्जेन्सीमा चाहिँ अहिले चाहिँ 2 जना पेसेन्ट हुनुहुन्छ है। र म चाहिँ रिपोर्ट लेखिरहेको छु। अनि डाक्टर हुनुहुन्छ उहाँ चाहिँ हाम्रो इमर्जेन्सी क्याम हो है, उहाँ पनि बसिरहनु भएको छ। र ऊ चाहिँ मेरो साथी, आजको ड्युटी पार्टनर है। अहिले चाहिँ उसले रिपोर्ट लेख्दैछ है। र अहिले बिहानको 3 बज्यो अनि हाम्रोमा 2 जना मात्र पेसेन्ट छ है। मलाई चाहिँ बिहान हुने बेलामा जाडो जाडो फिल भयो, त्यही भएर हिटर तापेको है। फेरि बिहान हुने बेलामा एकजना पेसेन्ट आउनु भयो र डक्टरले हेर्नुहुँदैछ उहाँलाई चाहिँ है। अहिले चाहिँ हामी सबैजना गफ गर्दै बसिरहेको है, सबै दबाईहरू लगाइसकेर बिमारीलाई। अनि भोक लागेको जस्तो फिल भयो अनि हामी खाजा खाँदैछ अहिले चाहिँ गाइस बिहानको 7 बज्यो है। र नाम्ची डिस्ट्रिक्ट हस्पिटलको चाहिँ सफाई हुँदैछ। र अहिले चाहिँ म रेफर पेसेन्टको प्रेसर नाप्नु जाँदैछु एम्बुलेन्समा। र प्रेसर नापेर फर्किँदैछु है। अहिले चाहिँ बिहानको 8 बजिसक्यो
8 बजी चाहिँ बेडहरू खाली खाली छ। फाइनली सिफ्ट चेन्ज हुने बेला भयो है। र अब चाहिँ मर्निङको स्टाफहरू आउनुहुन्छ। र गाइस तपाईँहरूले जुन चाहिँ जनऔषधि देख्नुहुँदैछ त्यहाँनिर चाहिँ अलिक सस्तो दाममा दबाईहरू पाउन सक्नुहुनेछ है। ओके बाई बाई गाइस, आजको लागि यति नै। थ्याङ्क यू सो मच मेरो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा।